एक गते हो हाँसो छ ओठामा लौडी टेक्दै आई बुढी कोठामा चरी गुडैमा हे मान्छे भैसी बुझ्दिन पर्छ नि यही भाडा हो दसैँको खर्च नि चरी गुडैमा नाउ बिहानै खुब जिब्रो फड्काएर मार्दिमला नि सिलिन्डर पड्काएर हे कस्ता मान्छे हुन आमा बसेको मार्छु भन्दै धम्की आउन सेको छ भाका पैसा गोजीमा हालेर हिँड्छु कुन दिन कोठा ग्यास बालेर 24 घण्टा कौसीमा लुक्छन् बाउ पड्के पनि बारीमा पुग्छन् बाउ हे घरबेटीको छोराछोरी कोही गतिला छैनन् हे कान्छो चाहिँको ठिक छैन धन्दा नि कपडा के बाबु सस्तो लाग्छ हामीले भन्दा नि चरी गुडैमा मुक्ति पाएछ टाउकाको खतबाट हाम्रो कपडा उठाउँछ छतबाट हे चर्को बोले रोएर गयो यो टाउका हाने टाटे पो भयो तिमीले पिड्दा टाटा नै भोर दाई जेठोलाई नि हानेको र दाई उता हेर्न रोला झैँ गरेछ यसो छोइदिया कपाल पो झरेछ छुन साथै झरेको हो दाजु अब बाउको दाँतमा नि छो दाजु जुन विषय खुब जान्ने भयो त्यो खुट्टा भाङ्गो गरेर गयो त्यो गल्ती गरिस् मास्तिर नगर आमा चाहिँलाई भुताल नगर रिस उठेसी यति चाहिँ जाने कपाल भुताल घोडा चाहिँ नहाने दुःख गरी मैले घर बनाए डाकाहरूले दीपावली मनाए चरी गुडैमा हेलो कान्छा नबोली बसम घरबेटी चाहिँ छैन यो माकसम तेरै बुबा मासुको खोजीमा बोडको हाली आउनुहुन्छ गोजीमा मासु माग्न आएका थिए एक दिन पर्दो रहेछ बोर्ड काम टेक्दिन मर बरु कसेर पड्कामा अब आए त थुक्दै बोड्का रहन्छ तिम्रो लास शरम डर भाइ भोलिदेखि रुम खाली गर भाइ चरी गुडैमा भोलिबाट छोडिदिन्छौँ रुम बुढा बोडको लिएर पल्लो घर घुम बुढा